ल आज भाइटिकाको तयारी गर्दै के भन्छ रे यसलाई जग्गे बनाउने भाइटिकाको लागि मण्डप तयारी गर्दै एन्टिलाइट फोर्दो रहेछ क्या अलि सानो काट है स्वर मैले हिजो ठुलो काटेछु क्या यसरी मैले जस्तो राखेर त बहिनी लाउँछ अनि रातो लाउँछ भगवानको अब पुग्यो सबैमा एउटा एउटा टसी राख यो सबै घरमा एउटा बक्समा एउटा टसी एउटामा एउटा एउटा गरेर टसी राख हाल्दै जाऊ न पुग्यो भने फेरि गर्नुपर्छ पर्दैन त्यहाँ राख्नु यहाँ हेर त त्यहाँ निकाल्नु त त्यहाँ त्यो निकाल्नु पर्यो है यो त्यो चाहिँ अब राख्नु सबै लगाउनु एउटा एउटा राख्नु त्यहाँ त रातो र उस हालेको छैन त रातो हाल्नु हुँदैन रातो त्यहाँ हाल्दै रातो र सेतो मात्रै हाल त्यसमा ल हाम्रो घरको भाइटिकाको साइज छोपेर दिवाली पूजा सुरु गर्दै छोडेर मलाई व्हाइट यहाँ चढाउनु ओम शान्ति ओम शान्ति सबभन्दा समस्या यो छ कि बत्तीलाई मारिकन राख्ने त्यो बालेर भित्र राखे मात्रै हो ननिभाइकन भित्र पूजा ल भयो अझ अलिक गर्नुहुन्छ लाइटरले उतै छ भान्सामा लाइटर ल्याउँछ यो बहिनीपट्टि अलि अर्को चाहिँ ल्याउ त यस्तो पर ल तिहारको साइतको पूजा
सुरु गर्दै श्वास तेलको बोतल यता दिनु खोइ बाटी खोइ त महापूजा उठ्लान ठुकेको अघि बस ल खबर सर्छ भोज खाने ए ठाउँ जिल्ला काजिला ल यति हो सुरज्ञालाई महापूजा गरेर भल्ला गरेको अझैले भल्ला गरेर आएको देखाएको छ ल सबैले ल फुल अक्षत अब यहाँ चढाउने बाटीको ठोक च्याकी बाटीको यहाँ बाली देउताको भइसक्यो के अहिले खै उ उहाँले पूजा गर्ने हुनुहुन्छ अब पूजा गर्न सुरु गर्ला बाबाले अक्षता अब फुल अक्षता छर्नुहुन्छ त्यहाँ यसमा उ गरे हुन्छ के आजलाई अब दही चिउरा खाने अब ल दही चिउरा खाऊ दही चिउरै नबना दही चिउरा खाऊ दही चिउरै नबना दही खाऊ दौबची त्यहाँबाट टसी गुड्काउनुहुन्छ बिस्तारै ल्याउनु न बिस्तारै हात गर्दै टसी यसरी गुड्काउनु न ल सर ल्याउ त पुछो त्यहाँबाट पहिला एकचोटि ल्याउ न यहाँ त्यो बनाउन हाम्रो यहाँ सबै पोलिसक्यो ढाड दुख्यो मेरो आमाको ढाड दुख्यो गाह्रो हुन्छ नि अब हल्ला गर्दै ठुलो बाबुको माइको मोबाइल कहाँ छ होला है मेरो पनि यसो पास गरिदिए खै दिनु यो आफैलाई पूजा गरेको कति हो हाम्रो ल साना नातिको महापूजाको भल्ला गरेको ढग्नु नि ढग्नु ल ढोक गर ढोकै गर्नु त गर्दैन हेर त
सानो गरे हुन्थ्यो होला नि हुँदैन यो माइनस कुनै बनाएको मैले बनाएको साह्रै त्यो बानेको यो त चट्ट टाने न टानेर राखेको ढाको मसिन भएर अनि साह्रै गाँठो पर्छ भने गाँठो छुट्याउँदै राखेको त यी हेरी यसो राखेँ यो फुकाएर लाऊ है कालो कुकुरको चाहिँ बाबुले खाइदिन्छ नकराउनु गए एकैछिन यतिकै होस् है यो हेरी यसो गरेर लाऊ है रुक दादा ल्याइदिन्छु दादा यो उ गरेर लाऊ मलाई आउनु न त्यही पनि तान्नी हो क्या त्यसरी होइन ल ल अहिले खाए हुन्छ अझै यो के अनि ग्लासको त्यो नि यो पनि त अहिले नगर अब मेरो फेभरेट ग्वार गर्ने यसमा अमला ग्वाल्ला ग्वाल्ला ओखर छैन छ र राखेको छैन खडुस बदाम अमला अनि त्यो के भन्छ त्यसलाई टुवा हो कि टेवा टेवा छ फुल छ अनि अर्को के हो अरू के हो पात छ मेरो टाउमा थप पढिन्छ अड्डियो 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 छ माथि नै अड्किरह उता बाटोमा नराख न झिङ्गे आउँछ उता पनि साह्रो पर्दैन अङ्कलको पनि अडिन्छ होला अब त खाने हो नि चिउरा खाने हो चिउरा खाने हो चिउरा एकछिन तलको धान पकाउनु खै मात्र त समात न सिधा राख्ने धातो गर्ने एकछिन अहिले तुक दादा त्यो मलाई ल्याऊ न यो खटिरा पटिरा सबै जाओस् मेरो छोरा टाढ होस् निन्द्रै नलागोस् रातभरि दिनभरि निन्द्रै नलागोस् निन्दा नलाग्छ हुन्न निन्दा लागोस् पनि टाढ होस् छोडा त कालु स्याउ भने यो बाले हुन्न अब टसी यहाँ छ हाम्रो टसी यो अब हामीले फाल्ने हो लाउनु अझै कति भारी हो ए भोलि रहेछ यो त सानो टिका लाउनु पाउनु नि सानो पुरा लगाइदियो भने दसैँमा हो कि ठुलो टिका ट्याक्क ट्याक्क यो पनि ट्याप लगा त्यहाँ बस्ला नि ल ल ल त्यहाँ लाउँदै अब कान्छ छोरा
छोराको ठुलो छोराले लगाए अब कान्छो छोराको पालो देउताको भागमा परेन उता स्वान त्यहाँ एउटा गाडी उता तपाईँकोमा आन्टीकोमा पर्दैन त्यो बुवाको भयो माङको हो यो माङको हो बुवाको लिइरहनु भयो राख्नु न राख्नु तपाईँले मेरो जजङ्का नै बनाइदिनु है हो देउताले त्यो सिङ्गी कालुलाई ए त्यो कालु पर्के त्यो दादा दिन त कालु त्यो के गर्ने रे अनि ह्याप्पी तिहार भन्ने ह्याप्पी तिहार अनि तास काली ल पक्कै यो भिडियो हेर है खिचिरहेको छु हटाएन मेरो हटाएन भयो कानबाट कालो मिलाइदेऊ त यो अगाडिको गऱ्यो यतिका खसेछ खसे जस्तो भएको छ अह पालामै राख्ने हुन्छ नि पालामा राखेको अङ्कल टाउको कालु समात न यो निकालेको होला कि त्यो पाला दिन्छ म त्यसमा बनाइदिन्छु पालाबाट निकाल्यो भने यो पाला चोखो हुन्छ कि पाला चोखै त हो नि चोखो हुन्छ अनि बाँधेको त्यो निकाल्दा पर्दैन आउनु त्यो भोलि बाल्नु गइहाल्छु म दिन्छु कि पठाइदिन्छु कालु तिमीलाई त पुगेन त्यो पाला दिनु भयो रेडी भयो हातले खाने हैन हातले खाने हो रुगा लाएर यसो गरेछ नि घिउ हुन्छ नि त झन् घिउ सुरु स्टार्ट के खाने अरे चम्चा ल्याउनु